आयो भने अब के हुन्छ कि के कस्तो हुन्छ, ठाउँहरू कस्तो छ भन्न। खै कस्तो छ थाहा छैन। तँलाई राम्रो लागिरहेछ कि छैन? मलाई त यहीँ ठिक छ नि, अरू त थाहा छैन। त्यही त अब कन्यामतिरसम्म घुम्न आउने मान्छेहरू पनि यतातिर आउनु होला होइन। कन्यामबाट यहीँ एकैछिन त हो नि। ए म देखाइदिन्छु कन्याम, यहाँबाट देख्छ, टेन्सन नगरौँ। ए मलाई थाहा छ कन्याम कहाँ हो भनेर। ऊ त्यो पर ऊ त्यो सिधा डाँडा त्यति नै हो, त्यही छेउमै छ नि त कन्यामहरू पनि। यहाँबाट धेरै लाग्दैन। कन्याममा यहाँबाट 3 घन्टा लाग्छ कन्याम पुग्न। हामीलाई 3 घन्टा लाग्यो। लामासँग रोकिँदै गयो। यस्तोबाट त्यो घोडाबाट हिँडेर गएको थियो क्या हो। एकैछिनमा पुग्छ। कन्याममा पनि आधी घन्टा नि लाग्दैन अटोमा, त्यही हो। आधी घन्टा होइन 15 मिनटमा पुग्छ कि। त्यो त अटो सोटो पाइहाल्छ। सबैजना आउनु होला हाम्रो गुम्बामा, एकदम प्रयास गरिरहेको छु तपाईँहरू आएर चाहिँ मजाले हाम्रो गुम्बा पनि अलिकति हुन्छ नि, अलि ठाउँमा ठुलो अलिकति उस हुने मान्छेहरू चाहिँ आयो भने चाहिँ एकदम राम्रो हो नि त होइन। हाम्रो गुम्बा पनि यस्तो ठाउँमा छ, यस्तो छ, यहाँ पनि यस्तो हुन्छ है गुम्बामा चाहिँ भन्ने चिजहरू चाहिँ देखाउन पाए त हामी पनि खुसी हुन्छ नि त होइन। यस्तो भइरहेछ, हामी बस्ने गुम्बा पनि यस्तो हो भनेर चाहिँ अलिकति प्राउड हुन्छ नि त। त्यही भएर चाहिँ सबैजना आइदिनु होला। यस्तो छ उस्तो छ भनेर चाहिँ हल्का प्रमोसन हानिदियो भने त एकदम दामी हुन्छ नि त हाम्रो गुम्बा पनि, त्यही हो। अब सबै सभा गर्छ अघि नै यो के भन्छ बाहिर चाहिँ होइन, बाहिर चाहिँ हामीले फर्स्टमा गरेको, त्यहाँबाट चाहिँ माथिबाट आउने बित्तिकै बाहिर गऱ्यो, त्यहाँबाट भित्र गरिसक्यो र अब चाहिँ हामी जाँदैछौँ। सकिसक्यो अब हाम्रो काम चाहिँ। ओ के हुँदैन हाम्रो ग्राउन्ड तल सकिसक्यो। के ग्राउन्ड नै छ अब यहाँ। त्यही न यताबाट पनि हेर्नु होला, एकदम दामी छ। अघि नै भनिसक्यो त होइन, यस्तो टक्कै समुद्रको जस्तो उसमा जस्तो चाहिँ छ क्या हाम्रो चाहिँ। टक्क पोखरी हुँदैन, पोखरीमा जस्तै छ चाहिँ। यता साइडमा यस्तो उस जस्तो। 2 hours later